ल इजाजत त दिमागमा नि नआउनुलाई ल भन्दिनँ त्यही भन्दिनँ त के जब पुग्यो 10 गोठो बस जब पुग्यो 20 भन्ने के अब के गर्ने त भाइ यस्तै छ गरे जिन्दगी अब पहिला के हुन्थ्यो जब पुग्यो 10 गोठो बस जब पुग्यो 20 उठ्नु लाग्यो जब पुग्यो 30 अफिसतिर खिच जब पुग्यो 40 बल्लमा मनमा हाली जब पुग्यो 50 मनमा पऱ्यो 28 जब पुग्यो 60 छोड्नु लाग्यो साथी जब पुग्यो 70 72 खत्री जब पुग्यो 80 थपको 80 जब पुग्यो 90 90 90 जब पुग्यो 100 खोलातिर गयो ल धन्यवाद ठुलोलाई अब प्लानिङ हाम्रो थिएन गरे अब बीचमा बनेको त्यही भएर केही ल्याउन पाएन मैले त हाम्रो भाइहरूमा अहिलेसम्म कसैको हातैबाट खानु परेको छैन बरु दिएर खाएको छु हाडे खाएर यही छ आशिक छ हजुर आफ्नो पौडत गरेर खाएको छन् हजुर छोराबारीले गरेर खाएको छन् नाति नातिनीले गरेर खाएको छन् हामीले गरेर खाइयो होस् अर्को हातैबाट खाएको छैन हजुर फुल भयो है ल केही छैन केही छैन अब हामी मात्रै होइन संसारै यस्तै अब एक दिन आइयो दुःख गर्नु पर्यो दुःख गर्दा गर्दा एक दिन फेरि जानै पर्छ राम्रो पनि जानै पर्यो नराम्रो पनि जानै पर्यो त्यस्तै हो संसार भेटघाट भइयो मेरो भाइको छोराहरू भेटघाट भयो भाइहरू भेटघाट भयो धन्यवाद छ यस्तै परिवारले सबै चाहिँ फेरि भेटाउनु पाऊँ भन्नु भगवान्सित प्रार्थना गर्दै बिदाहरू मुर्दै छोराहरू एकैचोटि खाना खाएर गएन भने त भयो कसैसित कल धगरानी गरेको छैन कसैसित लडामती गरेको छैन कसैको चोरी चाकरी गरेर नि खाएको छैन आफ्नो पौरत खाछन् खाछौँ बाटो गयो